धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक रूपले भरिपूर्ण रमणीय गाउँ रापाकोट। भुरेकोट, भिरकोट शब्दको परिमार्जित हुँदै रापाकोट नाम रहेको बुझिन्छ। स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारबाट करिब 26 किलोमिटर उत्तर पश्चिम र पर्यटकीय नगरी पोखराबाट 65 किलोमिटरको दूरीमा पर्दछ। सामुद्रिक सतहबाट करिब 1200 देखि 2300 मिटर उचाइमा रहेको यस गाविसको पूर्वतर्फ अर्जुन चौपारी, दरौं, पश्चिममा पर्वत जिल्लाको पाखापानी, उत्तरतर्फ आरुचौर, पञ्चमुल र दक्षिणतर्फ ढापुक सिमल भन्ज्याङ छिमेकी गाविसको रूपमा रहेका छन्। करिब अण्डाकार आकारमा 16.8 वर्ग किमी क्षेत्रफलमा फैलिएको यस गाविसमा 2068 सालको जनगणना अनुसार 6122 कुल जनसङ्ख्या साथै 1028 घरधुरी रहेको छ। रापाकोट नाम कसरी रह्यो भन्ने विषयमा विभिन्न व्यक्तिको फरक फरक मत पाइन्छ। यो 2400 राज्य अन्तर्गतको एउटा भिरकोट राज्य भन्ने त्यहाँनिर थियो र भिरकोट राज्यको एउटा इकाइको रूपमा रापकोट चाहिँ गाउँले त्यति बेला लिने गरिन्थ्यो। विशेष त तत्कालीन 2224 राज्यको पालामा, अझ भनौँ भुरे राजाको पालामा आफ्नो राज्यको क्षेत्र फैलाउनुको साथै अस्तित्व जोगाइराख्न दैविक शक्तिमा भर पर्ने चलन थियो। सोही अनुरूप राजा रानीले आफू बस्ने अग्लो भिरमा नै भगवानको मौला स्थापना गरी पूजा गर्ने गर्थे, जसलाई कोट भन्ने गरिन्थ्यो। उक्त भुरेकोट भिरकोट शब्द परिमार्जित हुँदै रापाकोट नाम रहेको पुरानो कथन छ। सँगै जोडिन आउने ऐतिहासिक महत्त्वको रूपमा रहेको साङ्ली खोपा पनि तत्कालीन भुरे राजाको पालामा राजा रानीलाई पानीको उपलब्ध गराउन टाढा भएको हुँदा फलामको साङ्लो लगाई पानी तान्ने गरिन्थ्यो र रानी बस्ने ठाउँलाई खोपी भन्ने चलनसँगै उक्त ठाउँलाई साङ्ले खोपीको नामले चिनिन थाल्यो। त्यसै वडालाई या त्यसै भिरलाई त्यही साङ्लाको नामबाट साङ्ले खोप या साङ्ले चुली भन्ने एउटा नाम राखिएको छ र अझै पनि त्यसको नाम साङ्ले खोप भनेर प्रचलित भएको हामीले पाइन्छ। र त्यसैको सिरानमा एउटा चाहिँ टापु छ सोली घोप्टे। त्यो सोली घोप्टेको जरामा त्यस बेलाका राजाले आफ्नो सम्पूर्ण कार्यहरू सफलता होस् भन्ने उद्देश्यले एउटा भगवानको मन्दिर स्थापना गरेको पाइन्छ। त्यस स्थानमा ढुङ्गाको मौला गारेर आश्विन बडा दशैँको दिनमा विधिपूर्वक पूजा गरेको त्यसै स्थानमा पाइन्छ। त्यसपछि त्यसै स्थानमा कालरात्रिको बेलुका सम्पूर्ण मान्छेहरू त्यस जग्गामा कालरात्रि जगाउनको लागि जान्थे भन्ने पाइयो र भिरपाखो हुँदाखेरिमा त्यस जग्गाबाट मानिसहरू खस्ने डरले त्यस जग्गाबाट त्यो ढुङ्गाको मौला लिएर अहिले हाल मुरु डाँडा भन्ने स्थानमा ल्याएर मौला स्थापना गरी सोही देवीको मन्दिर बनाएर हाल रापाकोट 9 मुलु डाँडा भन्ने स्थानमा सञ्चालन भइआएको सबैलाई विदितै छ। त्यो मौला स्थापना गरेपछि त्यस स्थानमा पूर्वजहरूले एउटा खरको झुपडी बनाएर राखेको थियो। पछि मैले 2057 सालमा त्यस स्थानलाई आधुनिक मन्दिर बनाएर ढलडको मूर्ति देवी दुर्गाको मूर्ति ल्याएर मैले स्थापना गरेर हाल सञ्चालन भइराखेको सबैलाई अवगत गर्न चाहन्छु म।
अझ विशेष धार्मिक सांस्कृतिक महत्त्वको रूपमा रहेको कालिका मन्दिर धार्मिक महत्त्वको रूपमा मात्रै नभई ऐतिहासिक महत्त्व पनि बोकेको पाइन्छ। बुढे राजाको पालामा नै स्थापना गरिएको मौलासँगै देवीको मूर्तिलाई रापाकोट गाविसको शिरमा श्री कालिका देवीको रूपमा स्थापना गरी नवदुर्गामा विभिन्न देवीहरूको घट स्थापनादेखि फुलपाती, कालरात्रि नवमी र राम नवमीमा मनोकांक्षा पूरा हुने विश्वासका साथ पञ्चवली भाकलसँगै बलि चढाउने र पूजा गर्ने चलन रहेको छ। साथै उक्त समयमा विभिन्न ठाउँबाट धर्मावलम्बीको उपस्थिति साथै ठूलो मेला, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम हुने गर्दछन्। यस गाविसमा विशेष महत्त्व बोकेको धार्मिक एवं ऐतिहासिक महत्त्वको रूपमा रहेको बाल तपस्या एकानन्द गुफा पनि अग्रपन्थीमा आउँछ। करिब 200 वर्ष पहिले वडा नम्बर 2 रापाकोटमा जन्मिनु भएका बालनन्दन चापागाईले बाल्य अवस्थामा नै सांसारिक मोह त्यागी शिवको भक्तको रूपमा कुटी बनाई तपस्या गर्दा गर्दै देहान्त भएकोले उक्त कुटी भएको ठाउँ हालको बाल तपस्या एकानन्द गुफाको रूपमा चिनिँदै आएको पाइन्छ। उक्त गुफामा प्रत्येक वर्ष बाला चतुर्दशीको दिन ठूलो मेला लाग्नुको साथै पितृहरूको मुक्तिको लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ र विशेष धार्मिक महत्त्वको रूपमा हेर्ने गरिन्छ। उक्त गुफाबाट विभिन्न मनोरम हिम श्रृङ्खला, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत प्राकृतिक छटा देख्न सकिने हुँदा पिकनिक स्पट, दृश्य अवलोकन क्षेत्रको रूपमा विकासको प्रचुर सम्भावना देखिन्छ। यसै गाविसको शैक्षिक धरोहरको रूपमा स्थापित श्री जनमावि विक्रम सम्वत 2016 सालमा श्री जनप्रावि विद्यालयको रूपमा स्थापना भई हाल जन उच्च माविसम्म आइपुग्दा शैक्षिक क्षेत्रमा आमूल परिवर्तनसँगै यस क्षेत्रको शैक्षिक धरोहरको रूपमा स्थापित रहेको पाइन्छ। 15-20 जनालाई लिएर गरको कुनामा सेतो ढुङ्गाको पाटी आँगारको चौकमट्टी बनाएर मैले पुस 2012 साल पुस 6 गते स्थापना गरेर उहाँलाई सञ्चालन गरेर त्यस स्कुललाई स्थापना गरेर सम्पूर्णले देखिराखेको पाइन्छ। यसको साथसाथै यस रापाकोट गाविसमा थुप्रै धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक धरोहर रहेका छन्, जसमध्ये सिद्ध बाबाको थान इन्द्र देवताको रूपमा पानी नपरेको बेला किसानहरू पुज्ने गर्दछन्। त्यस्तै प्राचीन भिरकोट र सतौकोट राज्यको सीमा स्तम्भको रूपमा रहेको शङ्खे पिपलसँगै नयाँ वर्षको उपलक्ष्यमा लाग्ने बान्द्रे मेलाको पनि सांस्कृतिक एवं व्यापारिक महत्त्वको रूपमा लिने गरिन्थ्यो। भुरे राजाको पालामा सैनिक बन्दोबस्तका सामानको साथै तल्लो गढी उपल्लो गढीले पनि प्राचीन पुरातात्विक महत्त्वलाई अझै जीवित राखेको पाइन्छ। विभिन्न खनिजको नामबाट गाउँ ठाउँको नाम रहेकोले यहाँ ढुङ्गा खानी, तामा खानी, खरी खानी भएको अनुमान गरिए पनि अनुसन्धान र प्रविधिको अभावमा अझै पनि उत्खननको कार्य नभएको बुझिन्छ। अझै आधिकारिक अनुसन्धानको अभाव देखिन्छ। जयनारायण चापागाईको खेतमा एउटा ढुङ्गाको ओडारमा त्यति बेलाका भुरे राजाहरूले प्रयोग गरेका हतियारहरू गाडेर राखेको भन्ने पाइयो। त्यसमा जयनारायणको भनाइअनुसार त्यस बेलामा प्रयोग गर्ने धनु, काँडा, ढाल, खोडा र हातमा तीर हान्दा केही औँलीलाई असर पर्ने औँठीहरू आधी बाल्टीसम्म छ भन्ने उहाँको मौखिक भनाइले पाए तापनि त्यस जग्गालाई हामीले खोज खन्दाल गर्नमा हामी पछि परिराखेको छौँ। किन त भने त्यस स्थानमा जानको लागि हामीले कई दफा कोसिस गरे तापनि केही सामाजिक तत्त्वले त्यस जग्गालाई राम्रोसँग खनन गरेर हामीले खोज्न तलास गर्न नपाएको हामीले पाउँछौँ।
विशेषतः प्राकृतिक, सांस्कृतिक, धार्मिक महत्त्वले भरिपूर्ण यस गाविसमा विभिन्न जात जाति, भाषा भाषीको सामाजिक एवं सांस्कृतिक विविधता पाइन्छ। यस गाविसमा गुरुङ, ब्राह्मण, दलित जातिको बाहुल्यता बढी देखिन्छ, सँगै सामञ्जस्यता पनि। विशेषतः गुरुङ जाति आफ्नै वेशभूषा संस्कृतिमा रमाइरहेको पाइन्छ। सालैजो हो यो। अब पहिल्यैदेखि नै अलिकति मान्छेलाई अलि ढिलो गीत गाउँदा गाउँदै थकाइ लाग्ने अथवा निद्राले पेल्यो होइन, अलिक रात कटाउन गाह्रो भयो भने बिचमा चाहिँ हामीले यो सालैजोलाई अलिकति छिटो छरितो र त्यहाँ गाउने चेलीबेटी जो छ त्यहाँ बस्ने सबैको निद्रा भगाउनको लागि अथवा चड्के गीत भनिन्छ हामीले यसलाई, सालैजो गाएर जस्तै घर छैन र मायालु, बटौलीमा सधैँ मायालु भन्ने यी गीतहरूमा अलिक चड्के हुन्छ। यसमा नाच्न पनि मिल्छ। तपाईँलाई इच्छा लाग्यो भने यो नाचमा तपाईँ नाच्न पनि सक्नुहुन्छ। त्यो के हो भन्दाखेरि लामो भाका गाइरहेको बेलामा मान्छेलाई अलिकति निद्राले झुमाल्छ, सुत्न जानु पऱ्यो, झ्याउ लाग्यो भने योलाई दूर भगाउनको लागि चड्के गीत यो सालैजो गाइन्छ। र यो एकदम भन्नुपर्दाखेरि उज्यालो हुने बेलामा जस्तै घरबेटीसँग बिदा भएर आफ्नो आफ्नो घर जानु पर्यो भन्ने बेलामा यो गीत नाचेर रमाइलो गरेर फुल लगाएर दक्षिणा लिएर जाने पनि एउटा चलन छ।
सेतो ड्रेस लगाएर जुन बस्छ बिचमा त्यो चाहिँ पुर्सुङ्गे हो। गीतबाट पनि विवाह हुने कति घटनाहरू हामीले सुनेका छौँ। यसरी गीतमा हारेर अथवा जितेर लाने भन्ने कुराहरू छ। यो रोदीबाट यो कुराहरू पाउन सकिन्छ। त्यस कारणले रोदी एउटा आफ्नै खालको के अरे शब्द हो। यहाँनिर तपाईँको रोदी भन्नाले त्यहाँ गएर विकृति हुन्छ भन्ने कुरो पनि छैन। त्यहाँनिर स्वच्छ इच्छा एकदम तपाईँको मन भावना खोलेर त्यहाँनिर दिल खोलेर तपाईँ कुरो गर्न सक्नुहुन्छ। गुरुङहरूको संस्कृतिको रूपमा लिइने चण्डी बाजेको मन्दिरमा आफ्नो कुल देवताको रूपमा आइतबार र मङ्गलबार आफ्नो मनोकांक्षा पूरा होस् भनी विशेष पूजा आजा गरिने चलन पनि रहेको छ। त्यस्तै गरी ब्राह्मण जातिमा चूडाकर्म, छैटी, पूजा आजामा भजन कीर्तनमा रम्ने र पितृ खुसीका लागि विभिन्न पूजा आजाका साथै भजन कीर्तन गर्ने गरिन्छ। रापाकोट गाविस प्राकृतिक सट्टाले भरिपूर्ण साथै ऐतिहासिक धार्मिक सांस्कृतिक रूपले भरिपूर्ण रहे तापनि प्रचार प्रसारको अभावमा आफैमा ओझेल परेको महसुस हुन्छ। यसमा सम्बन्धित निकाय एवं गाउँ प्रदेशमा रहनुहुने सबै एकजुट र सबैले यसको बारेमा सोच्न आवश्यक देखिन्छ। तपाईँको टाउ टाउ आउँछ है बस्दा उता हेरेर